नमस्कार, आज मैले गाजरको जुस बनाउन लागेकी छु। मैले यो बनाउनको लागि मैले यहाँ मिडियम साइजको 3टा गाजर लिएकी छु। यसलाई चाहिँ मैले अब तास्ने छु। यो गुणै गुणले भरिएको यो गाजर हाम्रो शरीरको लागि एकदमै फाइदा छ। यसको सेवनले यो स्किनलाई लिभरको लागि, हार्टको लागि र वेट लसको लागि फाइदा गर्छ। त्यसमध्ये पनि धेरै फाइदा गर्ने चाहिँ यो आँखाको लागि हो। यसरी मैले यो सबै गाजर यहाँ तासिसकेँ। यो तासेर अब यो गाजरलाई मैले राम्रोसँग धुनेछु। यसरी मैले यो धोएर लिएकी छु। अब यसलाई चाहिँ मैले यो माथिको भागलाई चाहिँ यो काटेर फाल्नुपर्छ, माथि र तलको भागलाई। अब यसरी काटिसकेपछि यसलाई सानो टुक्रा पारेर यसलाई काट्नुपर्छ। यसरी नै मैले सबै गाजरलाई यहाँ काटिसकेँ। यो सानो टुक्रामा काटिसकेँ। अब यसलाई चाहिँ मैले यहाँ ब्लेन्डर जारमा राख्दैछु। यसरी यो गाजर यसमा राखिसकेपछि अब यसमा चाहिँ मैले यहाँ 1 कप पानी यसमा राख्नेछु। अब यसलाई चाहिँ ब्लेन्ड गर्ने। यो राम्रोसँग पिसिसकेको छ। अब यसलाई चाहिँ हामीले चाहिँ यो छान्नेमा राखेर मैले यहाँ यो छान्ने छु। अब यसलाई चाहिँ यो चम्चाले प्रेस गर्दै यसलाई यो जुस यसलाई निकाल्नुपर्छ। यसरी प्रेस गर्दै यसलाई लैजाने। यसरी प्रेस गरेपछि यो तल जुस सबै निस्किन्छ। हेर्नुहोस् त हाम्रो जुस मजाले निस्केको छ। यो अब यो पल्पलाई चाहिँ हामीले त्यतिकै नफाल्ने। हामीले यसमा चिनी, दुध, खुवा राखेर हामीले यसलाई गाजरको हलुवा पनि बनाउन सकिन्छ र पिठोमा मुछेर यसलाई चाहिँ रोटी पनि बनाउन सकिन्छ। यो त्यतिकै नफाल्नु होला। हेर्नु हाम्रो यो गाजरको जुस यो निस्किसक्यो सबै। अब मैले चाहिँ अब यो जुस तयार पार्दैछु। हेर्नु त एउटा ग्लासमा मैले यहाँ आइस क्युब राखेँ। यसरी आफूलाई कतिको आइस क्युब मनपर्छ त्यतिवटै राख्ने। मैले चाहिँ यहाँ 4वटा आइस क्युब राखेकी छु। अब यो राखिसकेपछि यसमा चाहिँ यो जुस राख्ने। यसरी हामीले सादै जुस खाए पनि हुन्छ र यसमा चाहिँ अब मैले चाहिँ आफूलाई अब कतिको गुलियो खाने हो त्यही अनुसार हामीले चिनी पनि राख्न सकिन्छ। मैले चाहिँ यहाँ मह राख्न लागेकी छु। यसरी आफूलाई कति मनपर्छ त्यति नै आफूले मह राख्ने। मैले यहाँ 1 टिस्पुन जति मह यसमा राखेँ। त्यसपछि स्वादअनुसार यसमा बिरे नुन राख्ने। बिरे नुन राखिसकेपछि यसमा आधा जति यो कागतीलाई पनि निचोडेर यसमा राख्ने। सबै राखिसकेपछि अब यसलाई राम्रोसँग यसलाई चलाइदिनुपर्छ, मिक्स गरिदिनुपर्छ। यसरी यो राम्रोसँग मिक्स भइसकेको छ। यो जुस सर्भ गर्नको लागि रेडी भइसकेको छ। यसरी यो सुपर हेल्दी जुस, क्यारेट जुस घरमै ताजा बनाएर हामीले यो खान सकिन्छ। यसरी नै सबैलाई खुवाउनु होला, आफू पनि खानुहोला।